हेलो नमस्कार है साथीहरू। आज फेरि मौरी न्युक्लियस बक्सबाट न्युटन बीमा सिफ्टिङ हुँदैछ है। हेर्नुहोस् है साथीहरू, अब चाहिँ यो मौरीहरू यसमा आँट्दैन, त्यसले गर्दा यसमा सिफ्टिङ हुँदैछ साथीहरू। धमाधम यहाँ हेर्नुहोस् ब्रुडिङ। क्विन बी पनि देखाइदिउँ। साथीहरूले अस्तिदेखि देख्नु पाइनँ भन्नुहुँदै थियो, आज चाहिँ देखाइदिनु पऱ्यो मजाले। क्विन बी चाहिँ एकदम दामीसँगले देखाइदिउँ। हेर्नुहोस् है, एकदम प्रष्ट क्विन बीलाई आज त खासमा मार्क लगाउनु पऱ्यो भन्दै थियो। यो चाहिँ आर्टिफिसियल कम है, आधार चाखा यसरी दिनुपर्ने हुन्छ यहाँ। अब यहाँ हेर्नुहोस् आर्टिफिसियल कममा लगाएको यसरी उठाउँछ है चाखा। यसलाई भनेपछि यता छेउमै दिनुपर्ने रहेछ क्या हो, यहाँ अर्को रहेछ है। गरोस्, पुरै मैला भएछ। दामी छ मौरी, दामी छ। ब्रुडिङ एकदमै राम्रो छ। चाखा चाहिँ अलिकति महँगो लगाइदिएछ साथीहरू। यहाँनिर छ है क्विन बी चाहिँ, तपाईँहरूलाई मजाले देखाइदिन्छु। यहाँ यो है साथीहरू, क्विन बी चाहिँ यो यसलाई उकालो छेक्नु पऱ्यो भनेको उतापट्टि गइगयो। यति बाक्लो रहेछ यहाँ मौरी। फेरि यहाँ यो है साथीहरू क्विन बी चाहिँ। दामी छ। एग्लिङ स्टोर पनि प्रशस्तै रहेछ। अब चाहिँ फटाफट चाखा थप्ने टाइम आयो साथीहरू। यहाँ क्विन बी कुदी गयो उतापट्टि। साथीहरूलाई मजाले देखाइदिउँ भनेको